मासु चबाउँदा चबाउँदै जिब्रै निलिने गरी मिठो हुने चाहिँ खसीको मासु बनाएँ। देख्नुभयो मैले मेरो तारिफ यस्तो तरिकाले गर्छु कि नमिठो भएको भए नि मिठो भएको थियो भन्न तपाईँहरू बाध्य हुनुहुन्छ कि। अनि यो मासु यति जमेको थियो, यति दह्रो भएको थियो, यति जमेको थियो होइन, उनको मनभन्दा बढी जमेको थियो कि यो चाहिँ खसीको मासु चाहिँ। आज चाहिँ मैले अलमोस्ट 1 हप्तामा फ्रिजमा राखेर चाहिँ अनि बेचेर चाहिँ अनि मेरो प्लान्टहरू, मेरो बेबिजहरू। अनि यतापट्टि चाहिँ मैले चाहिँ अदुवा लसुन काटेँ। यो कसको भिडियो हेरेर हो कि मेरो यस्तो बानी बिग्रिरह नि। अनि हाम्रो यसरी मासु चाहिँ यतापट्टि पग्लिसक्यो, तर उसको मन चाहिँ अझै पनि पग्लिएको छैन गाइज। अनि यति मिठो भएको थियो नि होइन आजको मेरो मासु होइन, खसीको मासु एकदमै मिठो भएको थियो। अनि त्यसपछि चाहिँ यस्तो ट्वाक्क भएको थियो, हेर्दाखेरि नै खाम लाग्यो होला है, तर म दिन्न। हाम्रो घरमा एउटा परम्परा छ कि, एउटा चल्ती चलन छ, जसले मासु पकाउँछ त्यसले चाहिँ बोसो खान पाउँछ क्या। अनि मैले मासु पकाएपछि अनि मैले बोसो खान पाउँछु नि त, अनि त्यही भएर मैले यतापट्टि कतिवटामा निकालेर अनि खाएको कि गम। अनि 2 सिटी लगाइदिएपछि 3 सिटी लगाइदिएपछि त मासु पनि यस्तो मिठो भएको थियो। अनि हाम्रो यता किलकिलाउँदो माम पनि रेडी भयो, अनि प्लेटमा हाल्ने अनि खाने। बाई।